के छ साथीहरू, सन्चै त हो नि। आज म नयाँ भ्लग लिएर आइसकेको छु र आज चाहिँ म पोखरा जाँदैछु है मेरो साथीसँग। साथी चाहिँ को भन्दा अस्ति भर्खर अस्ट्रेलियाबाट आएको छ गुन्डावाला साथी रोशन। नाम लिने बित्तिकै आइसक्यो। उसको गफ सुन्नु है त फेरि। तिमी तर यस्तो थिएनौ त साथी यार, तिमी यस्तो हाफ कुरो गर्ने थिएनौ पहिला त। अहिले साथी सचितसँग भेटेँ क्या मैले अस्ट्रेलिया गएर चाहिँ। त्यो चाहिँ जस्तै भएको साथीले बिगार्यो कि मलाई हावाको खाना सिकाएको त्यो सब सचितले गर्यो। सचित अस्ट्रेलिया गएदेखि म कोरियामा त्यस्तो गएको थाहा छ। सोझो थियो तिमी हामी पिटी पर्दाखेरि। सोझो त अहिले नि सोझो छ साथी। सोझो छु भन्छ बाङ्गे मुर्दार। हेर न फेरि अब भ्यू हेर, भ्यू 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 कस्तो छ त, गजबै देखेको छैन त। भ्यूसँगै म भुस 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 निदाएर जुरुक्क उठिसकेँ। आमामा हेर न आँखा फेरि लुक्सेर आमा सबजना निदाइरहेका छन्, कस्तो मजा त। अनि त्यसपछि चाहिँ हामी खाना खान थाल्यौँ है। हामी यहाँ ओहो खाना हेर न फेरि आहा छ है खाना चाहिँ फेरि। अब ल्याम्म 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 खाए पछाडि दाँत त कोटाउनै पर्छ साथी। ओहो हेर मुख बङ्गाएर कस्तो टोकेँ त मैले फेरि। आम्मामा साथी हेर्दैछ फेरि के हेर्छ यो टोक्ने आमामा। अनि खसीको मासु हाने पछाडि हाम्रो बहिनी पनि दाँत कोटाउँदै आमामा लुक्स हेर न थुत्नु बङ्गाएर ओहो कोटाइन 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 अब निक्ल्यो निक्ल्यो नि। अब यति गरे पछाडि चाहिँ हामी पोखराले हात हल्लाएर च्वाक भन्दै हामी पोखरातिर लाग्यौँ है त। अनि त पोखराको होटेलमा पुगे पछाडि लुक्स हेर न, लुक्स दादा कति खुसी छ त फेरि। ओ ल चल्दिन लाग्यो एकछिन यसो बाहिरतिर। पोखरा आयो, रुमसुम हेरियो, रुम ठिकै रहेछ, राम्रै छ। अब हल्का ड्रेस चेन्ज गर्नु मन लाग्यो मलाई। के ड्रेस चेन्ज गर्नु, अब जर्सी लाउनु परिहाल्यो। आज बिहान भर्खर जित्या छ होइन, त्यही भएर अब टक्क जानु पऱ्यो बाहिरतिर यसो घुम्नु पऱ्यो। हामी चाहिँ लेक साइडकै होटेलमा थियौँ। अनि हामी स्वाट्ट बाहिर निक्ल्यौँ। ओहो यसले पम्प हानेको हेर न, पम्प 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 पाँच कडा हान्यो। यो चाहिँ मेरो एक्सको लागि है त। ह्याक थु तँलाई मम्मी यता साइड आउनु। आमा के भन्नु त, के भने नि हुन्छ। कस्तो लाग्यो हजुरलाई यहाँ आएर पोखरामा? राम्रो लाग्यो, राम्रो लागिरहेछ। पहिला हेरेको राम्रै लाग्यो। गाडीमा त्यत्रो बेर बस्नुभयो, गाह्रो साह्रो केही भएको छैन? मैले पनि भएको छैन। गाह्रो साह्रो गाडी त मिल्दै भयो। आन्टी धेरै गाह्रो भएको? अहिले त सजिलो छ। अनि साँझ परिसकेको थियो। अनि हामी टक्क नास्ता सास्ता हानेर टक्क बाहिर निक्ल्यौँ। अनि साथीले के भन्छ एकछिन सुनाऊ है त। यसले त फेरि त्यही बोल त साथी। केही बोल्छु म, मेरो मुख खोल्छु म, बोल्दा बोल्दै धेरैचोटि ला राइटिङ मिल्थ्यो तर, राइटिङ मिल्थ्यो तर युट्युबको सब टाइटलमा मेरो बुझ्नु होला अब। आज यति नै भयो। अलिक ढिला पनि आइपुग्यो। अब बाँकी सबै म भोलि हाल्छु। भोलि के गरिन्छ सबै हेरौँला है। ल आजलाई बाई बाई।